हाय फ्रेंड, नमस्कार। म पुनराम घिमिरे साइला एग्रो इन्जिनियरिङबाट अस्ति नि पार्ट टाइमबाट यसो साँझको टाइममा बसेर मैले यसको यो सिएनसी मसिनको गरिराखेको। यसमा आज ट्रायल पिरियडमा यसो टेस्टिङ पिरियडमा छ, ट्रायल पनि टेस्टिङ पिरियडमा। अब यो कम स्पिडमा मुभिङ भइरहेको। अब यसलाई अलि प्लस गरौँ। अझै यहाँबाट प्लस गरिदिउँ 55 को स्पिडमा। और 80 को स्पिडमा। स्पिडमा और यो 100 को स्पिडमा हेरौँ त। 100 को स्पिडमा। को स्पिडमा। यी रोलरहरू गाइडहरू यो प्रोटेक्सनको लागि हो। अझै यसका बेल्टहरू टाइट गर्न बाँकी छ। यो एक्सिसमा भनेपछि राम्रैसित मुभिङ गरेर वाइ एक्सिसको बाँकीको सबै ठिकै छ। अब अलमोस्ट यसको 80% काम फिनिस भइसक्यो। अब 2-4 दिनमा अलि केही राम्रो प्रोसेस भयो भने मैले तपाईँहरूलाई गाइड गर्छु। यसको यो एक्स एक्सिस भयो, यो वाइ एक्सिस भयो। अब यसको यो कन्ट्रोलर भयो। यसमा 2-in-1 3-in-1 कन्ट्रोलर बनाएको। प्लाज्मा, राउटर एन्ड लेजरको प्रोसेस काम गर्ने हिसाबले यसका एसिसहरू मोटरहरू यता सेटअप छन्। यसको अब ढक्कन बन्दैछ। ढक्कन यो ट्रान्सपेरेन्ट टाइपको ढक्कन लगाउने भन्ने कुरा हो। ट्रान्सपेरेन्ट टाइपको ढक्कन लगाइदिएपछि ठ्याक्क देखिन हाम्रो भित्रतिर कन्ट्रोलका सिस्टम देखिन्छन्। यो अब यसको एक्स एक्सिसको मोटर जो छ अलि फिटिङ गरेर होइन, वायरिङ कार्डहरू युज गरेर यो प्रोटेक्सन यहाँ नेपालमा हाम्रो प्रोटेक्सन कभर नपाएर यो टिनको पाताको बेल्ट सिस्टमको बनाएर हालेको। और यी ट्रेहरू भनेका छन्, यी ट्रेहरू यहाँ तलतिर राखेर कचराहरू खसेका डस्टहरू तिनी कलेक्ट गर्नको लागि हो। और यसको प्लाज्माको सोर्सको लागि ब्याक साइडमा जेट एक्सिस छ और यताको लागि लेजर और उसको लागि राउटरको लागि यताको एक्सिस जेड एक्सिस यतातिर छ। वाइ एक्सिसमा 2टा मोटर छन्, एक्समा एउटा मोटर छ। धन्यवाद।